हेलो गुड मर्निङ है सबैजनालाई। अहिले चाहिँ म यहाँ नाङ्गे ठाटी भन्ने ठाउँमा छु। म चाहिँ भर्खर आइपुगेँ यहाँ। अनि बिहान पोखराबाट हिँडेको 3:30 बजे। अनि अहिले यहाँ आइपुगेँ। यहाँ आएर चिया खाँदैछु होइन। यो बाटो चाहिँ कति जान्छ भन्दाखेरि घोरेपानी जान्छ है। घोरेपानी यो बाटो जाने। लालीगुराँस हेर्नु यस्तो पिङ्की छ यहाँको लालीगुराँस चाहिँ। यहाँको लालीगुराँस चाहिँ कस्तो हुन्छ भन्दाखेरि एकदम पिङ्की पिङ्की शानदार पिङ्क पिङ्क कलरको क्या। अनि तल चाहिँ रातो रातो हुन्छ है। अनि यहाँ चाहिँ कस्तो पिङ्क छ क्या। तलको देखाउँछ तलको र यहाँ चाहिँ अलिक फरक हुन्छ। यता चाहिँ रातो हुँदैन फेरि। रातो देखेको छैन मैले अहिलेसम्म। यता माथिबाट चाहिँ पिङ्क चाहिँ देखेको छु क्या। त्यही हो। अब एकछिनमा फर्किन्छु म यहाँबाट चाहिँ। एकछिन बस्छु यहीँ भर्खर आइपुगेको। यता डेन्जर हावा चल्ने कि सिर। अनि गाडी चाहिँ उहाँ छ मेरो। यहीँसम्म चाहिँ आउँछ है नाङ्गे ठाटीसम्म चाहिँ। त्यही हो के पनि छैन। यो भाइ चाहिँ खतरा गएको यहाँ। म चाहिँ यहीँ छु। यो भाइ चाहिँ डोजर ड्राइभर है। होइन डोजर कस्तो चलाइदियो तिमी? मेरो घर चाहिँ त्यहाँ छ। हामी चाहिँ नाङ्गे ठाटी भन्छ नि। नाङ्गे ठाटीमा छौँ। यो भाइ नाङ्गे नाङ्गे हुन्थ्यो पहिला पहिला। त्यही भएर अनि यहाँ कृष्णहरू विदेशीहरू छन् यहाँ। यो चाहिँ खतरा बनाउँछ यहाँ हातले बनाएको नि। यहीँ बनाएको कस्तो दामी छ। त्यही हो लालीगुराँस हेर्ने भए छन् त के भन्छ है ढकमक्कै छ। यहाँ रातो हुन्न नि फेरि लागेको छ है। कहाँ रातो देखेको छ ल रातो देखाउ त। छैन नि यहाँ सब पिङ्क मात्रै छ। तर उसमा जानुपर्छ रातो हेर्न त। यो उल्लेरी बनठाटी मुनतिर बनठाटीको तलपट्टि एउटा होटल त्यही त यहाँ छैन क्या। आउँदैछन् यहाँ चाहिँ ट्रेकिङ हुन्छ। गेस्ट अनि अन द वे चाहिँ नाङ्गे ठाटी भन्नु। अन द वे भ्याकुटो लाइन नाङ्गे ठाटी। लगभग हेल्पर गरेको लगभग हेल्पर गरेको 1.5 महिना हुन्छ तिमीलाई। 1.5 महिना जति होला। अनि हामीले बाटो खनेको चाहिँ बाटो खन्दै चाहिँ दाइले चाहिँ गाडी लिएर आउँदै छ। भर्खर दाइले भेट्यो। ब्लग बनाएको मान्छे नपाएर यहाँ सोध्दैन। मान्छे नपाएर यहाँ इङ्ग्लिस चाहिँ बोल्न आएन। हल्का फुल्का ड्राइभिङ यु आर वेट भन्छौँ बस्छौँ। ट्याटु राम्रो छ भनेको। ट्याटु चाहिँ राम्रै छ। जोस् मनै नै हान्यो होइन। ट्याटु चाहिँ विदेश जाने भनेको अब पढाइ लेखाइ जिरो हो। मान्छे मात्रै हिरो हो। यस्तै हो पारा। अनि जेसी के स्काभेटर हिँडेको स्काभेटर हिँड्ने अब स्काभेटर तलबै छैन। क्या कमेडी छ यो भाइ। चतुरे महिनाको चाहिँ बढी खान्न। अब यो 1-2 लाख भन्ने त सामान्य लाग्छ मलाई आजभोलि। गफ सुन्ने हो भाइको तल केपीलीको छोरा तिमी? होइन केपी ओलीको नाति। तिमी चाहिँ तिम्रो नाम चाहिँ के ओली हो त फेरि? मेरो नाम दिपा ओली। ल एउटा मान्छे कस्तो धेरै आउँछ टक्क। ए औडा गोराले पनि दिन्छ। पुसिसकेछ भाइ अब। You are going right? You are going Pokhara? Pokhara? No?
ओके नो प्रब्लम थ्याङ्क यू चतुर लागेन चतुर लाग्दिनु पर्यो अब आम थोडा थोडा इंग्लिश टकिङ न भन्दैन गोरिने न नो रे वाट ओके गोइङ ड्राइभ नबोल्दा क्या जोड्यो बिचरा दिमाग नचटन हेलो म चाहिँ त्यहाँबाट निस्किसकेँ है यहाँबाट टक्क यहाँबाट निस्केँ भात सात खाएँ होइन अनि यहाँ हिँड्दैछ मेरो चारजना चाहिँ हिँड्दै जानेर अलिकति तलसम्म अनि त्यहाँबाट गाडी चढ्छु भन्ने खाएको अरे अनि भेना नि आउनु भइसक्यो अरे भेना गाडी चाहिँ चढेन क्या त्यहाँ मान्छे नभए चिप्ले भन्थ्यो अरे यो बाटो नाप्ने काम भइरहेको रहेछ यहाँको चाहिँ पिङ्की सही लागेको लाग्छ भाइ जाने हो भात नखुलाउँछ त्यही हो हाम्रो चतुरे भाइलाई क्या हँसायो कि तपाईँ मजै हुन्छ क्या मेरो चारजना चाहिँ तल हिँड्दै हिँड्दै जाने रे अब कहाँसम्म जान्छ अनि भेना पनि आउँदै हुनुहुन्छ तलबाट ल मेरो भ्लग सञ्चालन गराएको तिमी चाहिँ ल त्यहाँबाट बनाउँदैन खोइ हातै सिक्नु भ्लग त बनाउनु आउँदैन क्यामेरा चाहिँ समाउनु आउँछ ठिक छ नि भाइ कुन कहाँ तिमी जाने तिमी कहाँसम्म बन्थाली बाटो चाहिँ राम्रै छ है पानी पऱ्यो भने भइसक्यो भन्छ यो बाटो त्यही हो अरू त केही छैन पिङ पिङ पुग्यो सबै अलिक भयो भने एउटा लाली गुराँस टिप्छु अनि एउटा तल रातो पनि टिप्छु म त्यही हो भाडा दिएको त राम्रो हो नि बारी देखिँदो रहेछ बारीको भित्र लाली गुराँस टिप्न यत्रो दामी खालको बुटमा चढेर बाटो ठिक छ खनेको आज तिम्रो भत्ता पाकेन नि बजेट नहाल्यो नि ठिकै छ भाइ ध्यानसम्म भन्ने बाटो त्यहाँ भेना गाडी घाँसम्म चिप्ले पनि छैन ओह्राउने घाँ परिरहने हो मेरो तिमीलाई यहाँ सब पिङै पिङ उ त्यो यो चाहिँ अलिकति रातो रहेछ त्यस्तो रातो पनि छैन फेरि तल पनि टिप्छु एउटामा अनि त्यहाँ आउँछ है त्यो भएर क्या कमेडी हालेर रहेछ एउटा चाहिँ टिप्यो मैले त्यो चाहिँ टिप्नै सकिएन यो भाइको यो पिङ भएको रे अब रातो तल रातो मुन्ने आउँछ टिपेर छोड्देऊ नसके
लेग साइडबाट फर्किसकेँ है, लेग साइड छोडिदिएँ अनि म फर्केँ। अब यसो अब घरतिर त हो जाने, अन्त त कता गइन्छ र अब जुन साथ गइसक्यो। ल त्यही हो आजको भिडियो, जे जस्तो भयो नि हेरिदिनु होला है, माया गरिदिनु होला सुतिम दादालाई। त्यही नै हो, अरू त केही छैन। अब लाइक सब्सक्राइब भनेको त त्यस्तै गर्नु मन जाने गरिदिन्छन्, नत्र गर्दिनन्, ठिकै छ। मेरो भिडियो त्यस्तो राम्रो त हुँदैन, त्यही पनि अब सुरुमा भएर होला है, त्यस्तै छ। पछि होला नि त राम्रो कतिलो भिडियो चाहिँ। ल सबैजना राम्रोसँग बस्नु होला, त्यही हो। अर्को भिडियोमा भेटौँ न ल मेरो मित्रहरू। आजको लागि चाहिँ यति नै, बाई बाई।